हेलो गाइस, स्वागत गर्दछु मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मेरो आएको छ नयाँ कन्टेन्ट। हामी चाहिँ अब बनाउन जान लागेको छौँ खोलाको साइडतिर, अब नत्र कता कतातिर हुन्छ यस्तो गाउँको साइडतिर होइन। यहाँ चाहिँ मेरो जेरान हुन्छ यतातिर। हेलो गाइस, अब चाहिँ हामी चाहिँ यहाँदेखि अब हिँड्न लागिसकेको छौँ। अब कहाँ कहाँ हुन्छ अब टक्कले आजको इभेन्टहरू देखाउने छौँ। हेर्दै गर्नु होला मेरो युट्युब च्यानल। अब गाइस छ न, अझै देख्न सक्नुहुन्छ यता चाहिँ यो सीमानगरको बजार हो, बुटुल एरियाको। यता आज बजार लागेको रहेछ, खतरा छ होइन। हाम्रो गाउँतिर जे खतरा लाग्छ बजार, यो चाहिँ सीमानगरको बजार बहुत ठुलो लाग्छ होइन। अहिले बल्ल सुरु हुँदैछ। यहाँ चाहिँ हामी यहाँ छातामा छ स्ट्यान्डमा। सो म चाहिँ अब कस्तोदेखि छु थाहा छैन। अब हामी चाहिँ अझै यतादेखि उता उता कता कता जान लागेको छौँ। हेर्दै गर्नु होला। हेलो गाइस, फाइनली म चाहिँ होइन यता खोलाको साइडतिर आइसकेको छु। अनि पछि यतातिर हाम्रो जेरन पनि हुनुहुन्छ यतातिर। ओहो घोडा यार, वो घोडा हेर्नु सक्नुहुन्छ गाइज। अन्त लास्ट एकदमै चढिरहेछ नि घोडाहरू त यार। मैले देखेको थिएन अहिलेसम्म यहाँ घोडा आउँदो रहेछ गाइज, घोडा। ओ नो गाइज छैन, हामी चाहिँ आज चाहिँ घोडा देखियो त्यहाँसम्म के देखिसक्यो। ओ गाइज यहाँसम्म चाहिँ बाँदर देखेको छ यार। ओहो बाँदर, वाह क्या सीन है। ओ बाँदर यार गाइज यार, इम्पोसिबल। भर्खर घोडा देखेको, अहिले चाहिँ मैले बाँदर देख्दैछु यार गाइज। अरे कहना क्या चाहते हो। त्यो जू जाने नि पर्दैन यार। ओहो हेट, ओ जिस्का छ मलाई बाँदरले गाइज। हेलो गाइज छैन, हाँसी अघि चाहिँ मैले बाँदर भनेर राखेको त बाँदर होइन रहेछ यार, मेरो साथी पो रहेछ यार। यतातिर त्यो हो क्या, त्यो हेर सेम बाँदर जस्तो देखिरहेको। ओ साथी के छ? तेरो के छ ब्लगर? अरू ठिकै छ यार बबाल। सब्सक्राइब थ्याङ्क यू फाइनली म चाहिँ होइन अघि भर्खर त्यहाँसम्म बाँदरहरू देखेको छु। अब चाहिँ म यतातिर आउनु लाग्यो। ओहो यहाँ त यो बहिनी कहाँ हो? ओहो यिनीहरू त भिजेर खतरा। के हो तिमीलाई जाडो गर्मी लाग्यो लास्टै? यस्तो खतरा होइन गर्मीमा यस्तो तरिएर यस्तो नुहाउनु हुन्न नि। यस्तो हेर त घाम यस्तो टन्टपुरी लाग्छ, ज्वरोहरू आउन सक्छ तिमीहरूलाई। के गर्मी बस्छ अरे? लैना चाहिँ लजायो होइन। सो म चाहिँ अब जानु लाग्यो होइन। त्यो ननुहाउ धेरै, त्यो नुहाउनु पनि हुन्न। अब गाइस हेर फाइनली म चाहिँ यता फुटबल हेर्न आएको थिएँ। अनि पछि साथीहरूले चाहिँ उता छोड्न जाऊँ भनेर हाँसिन आएको। अहिले छोडियो, छोडेर चाहिँ हामी अब फुटबल हेर्ने ठाउँमा जाँदैछौँ। अनि त्यहाँसम्म अब गएर अहिले कहाँ जान लाग्यो? अब चाहिँ डाइभर्टर जान लागेको रहेछ हौ। फुटबल चाहिँ अहिले एकैछिन पछि जान्छौँ। अनि पछि त्यहाँ अर्को म्याच पनि सुरु हुन लाग्छ होइन। साथीले अब लाइभ हेरिरहेको छ, म चाहिँ पछाडि छु बनाउँदैछु। तर हेर्नु यहाँ सिन पनि आज बबाल छ। यो चाहिँ मागेको छ विष्णुपुर होइन, विष्णुपुरको एरिया हो गाइस। यहाँ खतरा मजा आउँछ मजा। अगाडि चाहिँ साथी छन् राइडर, अलि अगाडि कटाउ त साथीलाई देखाऊँ। अनेश हाम्रो चाहिँ यहाँ साथीले राइड हालिरहेको छ गाइस। मजा आइरहेको छ मजा। त्यो हावा चलिरहेको छ होइन। गन्डा नाराको एकदम किराहरू जस्तो पनि होइन। हानियो क्या त्यो हानियो गाइस। हामी चाहिँ अब फर्किन लागेको छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ हाइवे हो। टक्कले राइड हान्दैछन् यताउति होइन। अनि सर लुम्बिनी कलेक्सन सिटी खतरा त होइन। अहिले चाहिँ ग्रिन बत्ती उतै लाइट बल्ने रहेछ क्या। 41 मिनट छ गाइस होइन। अब चाहिँ हामी डाइरेक्ट जान्छौँ अब फुटबल हेर्ने ठाउँमा। अनि फुटबल हेर्ने ठाउँमा गएपछि त्यहाँ गएर एकछिन रमाइलो गर्ने हो। अनि पछि फुटबल हेर्ने हो अनि आउने हो। आएपछि घरतिर जाने। आज बजार हो, बजारमा पनि यसो जानु छ। त्यो बजारतिर पस्नुपर्छ गाइस है। यहाँसम्म चाहिँ होइन बल खेलेको हेर्दै बसेको कस्तो उठेको क्या। यिनीहरू त निधाएर खेलेको जस्तो लाग्यो क्या। सायद हामीले 2-4 साथीहरू जान्थेन भने होइन। यिनीहरू चाहिँ फाइनल म्याचमा पुगेछन् होइन। यो फाइनल परेछ यिनीहरूको चाहिँ। यिनीहरू चाहिँ तिमीहरूको फाइनल 3 गतेतिर होइन। 3 गतेतिर चाहिँ यिनीहरूको भन्दा नि बब्बाल हुन्छ। यिनीहरूको चाहिँ बहुत उठेको लाग्यो मलाई, नराम्रो लाग्यो, मन परेन। यहाँ बेकार टाइम लस गर्न आए जस्तो लाग्यो होइन। 1 गोल खाइदिइसक्यो कि 1 गोल कि 2 गोल अरे? 2 गोल लगेर अब 3 को लिडमा हुन लागिसकेको छ। यासिम हानिदिनु लाग्यो। हानेको त किरिस्थिरी उडे जस्तो उड्यो। त्यो मलाई मन पर्नाले हान्ने नि अलिक ठिक हान्यो हुन्थ्यो के अरे। हाम्रो साथीहरू हुन्थ्यो नि त खतरा हानिदिन्थ्यो होला। तर हुन त हो अब यहाँ बोलेर मात्र भएन के अरे। त्यहाँ खेल्न जाने बेलामा कस्तो फाट्छ भनेर अब होइन। त्यो यिनीहरूले जाने
सो यहाँ मैले फ्याँकेको मात्र होइन त्यही पनि मजा आएन क्या यो खेल्ने घरको बोलेर खेलेन प्लेयरहरू के हो हेर्नु न अब त्यहीँ बल एकैछिन लस्ट गरेर हुन्छ त्यो रातले गोल खाछ तिनीहरूले लस्ट गरेर हुन्छ भएन नि होइन हेर्नु न यहाँ दर्शक बिनहरू कति धेरै छन् सो गाइज अब चाहिँ यति नै अब चाहिँ म चाहिँ अब यहाँबाट घर फर्किनु लाग्यो सो अब चाहिँ म जान्छु होला ल बाई ल गाइज अब चाहिँ हामी चाहिँ होइन त्यहाँसम्म फुटबल हेरियो त्यस्तो मजा पनि आएन होइन जोस आयो ठिकै मजा आयो अब चाहिँ हामी चाहिँ अब घरतिर चल्दिन लाग्यो यहाँबाट अब लाग्छौँ हामी ल अब चाहिँ पऱ्यो सो अब साथी अझ अब चाहिँ हामी टक्कै जानु पर्छ सीमानगर बजार होइन सीमानगर बजार गएर त्यहाँसम्म अब साथीले कपडा किन्दैन अरे त्यो साथीको पनि भर्खरै सेलेरी आएको छ त्यही पैसाले किन्न लागेको छन् अब चाहिँ हामी जान्छौँ होइन कान्छीको केस भिजारिएछ स्कुल आइसक्यो भनेको जस्तो होइन केही छैन अब चाहिँ हामी चाहिँ उतातिर गराउँला होइन छैन हामी चाहिँ उता बजार जानु लागेको थियो यहाँ साथीले चाहिँ सामान लिनु पऱ्यो रहेछ सो यिनी चाहिँ यसमा अब सपिङ गर्दैछन् कपडा सपडा अब कुन के लाने हो यहाँसम्म अब सो खतरा यहाँसम्म चाहिँ पाथिभरामा यस्तो छ अब हामी यहाँबाट निस्किन्छौँ अनि बजारतिर जान्छौँ सो गाइस त्यही हो पाथिभरा रहेछ पाथिभरामा चाहिँ खतरा सपिङको सामानहरू होइन यो यसो बुङ्गा रहेछ के अरे बच्चा चाहिँ अलि खतरा छ त्यस कफी सफी होइन गिफ्टको लागि अखा छ दामी लाग्यो भगवानको मूर्ति सुर्ति सब रहेछ ल गाइस म चाहिँ अब यहाँबाट चाहिँ जान्छु हेर्न सक्नुहुन्छ अघि चाहिँ जुन त मैले दिउँसो देखाएको थिएँ त्यो बजार त खाली बजार अहिले चाहिँ फुल भइसकेको छ यस्तो आज चाहिँ धेरै खासै फुल नभएर रहेछ हामी चाहिँ यता कपडा सपडा किन्न जानु लाग्यो यहाँसित आँप भन यताउति खरबुजा सरबुजा सब छ मान्छेहरू खतरा छन् यो आज चाहिँ हल्का भिड नभएर चाहिँ आज के बार अरे आज बुधबार रहेछ त्यही भएर हो क्या त्यो मान्छेहरू चाहिँ धेरै आएनन् यहाँ चाहिँ होइन दिदीलाई हाई गर्नुपर्छ खतरा हुन्छ यहाँ खुर्सानी बजार होइन क्या त्यतिर क्या हामी चाहिँ अब कपडा किन्न जानु लाग्यो अस्ति चाहिँ कपडा किनेको चाहिँ यही अङ्कलकोमा हो मलाई अस्ति पनि भिडियो गराएको थिएँ अङ्कल कपडा खोइ यही अङ्कलकोमा ल गाइस हामी चाहिँ अब यहाँ कपडा किन्नु लाग्छ कटन छ अहिले गरम गाइस अब चाहिँ हामी चाहिँ घर फर्किनु लाग्यो बजारदेखि पनि है आजको चाहिँ बजार चाहिँ गरियो केटाहरूले एउटा जर्सीको सेट किनेन् अनि हामी चाहिँ अब जानु लाग्यो ल अब चाहिँ अब घरतिर चल्दिनु लाग्यो सो गाइस अब चाहिँ हामी लाग्छौँ है त हेलो गाइस आजको मेरो चाहिँ कन्टेन्ट देख्न सक्नुहुन्छ आजको कन्टेन्ट के थियो भनेर सो म चाहिँ आज खोलातिर घुम्न गएर अनि पछि डिङ्गनगर फुटबल ग्राउन्डतिर गएर अनि साथीहरूसँग यताउति गयो होइन सो धेरै रमाइलो गरियो मेरो चाहिँ आजको कन्टेन्ट यति नै रहेको छ र अरू पनि कन्टेन्ट योभन्दा राम्रो कन्टेन्ट बेस्ट कन्टेन्ट ल्याउने प्रयास गर्नेछु होइन सो मेरो च्यानललाई चाहिँ सेयर अनि पछि लाइक सब्सक्राइब गरेर ग्रो गरिदिनुमा सहयोग गर्नु होला ल अरू चाहिँ यस्तै गरी मैले अलि राम्रो कन्टेन्ट ल्याउने ट्राई गर्नेछु सबैले साथ दिनु होला सो यति भन्दैमा म बिदा हुन्छु र अर्को भिडियोमा मिलाउँदा गाइस